यसलाई अहिले जाँच गर्ने तरिकाहरू भइसक्यो। त्यसमा डन्डी सहीसँग राखेको छ छैन, त्यसको ढलान बनोट चाहिँ ठिक छ कि छैन, यो चेक गर्ने इक्विपमेन्ट्स पनि छ भन्दाखेरि हामी कुनै पनि बिल्डिङ अहिले चेक गर्न सक्ने अवस्थामा चाहिँ छु। भन्दा यदि अनसेफ बिल्डिङ छ भने हामीले त्यो बिल्डिङलाई चाहिँ फेरि रेट्रोफिकेसन गर्न सकिन्छ। जस्तो हामीले हड्डी भाँच्यो भने प्लास्टर गर्ने भने जस्तै रेट्रोफिकेसन गर्न मिलिन्छ। रेट्रोफिकेसन गरेर त्यो बिल्डिङहरू चाहिँ सेफ गर्नु पर्यो र नयाँ बन्ने बिल्डिङहरूलाई हामीले चाहिँ एउटा बिल्डिङ कोड अनुसारले चाहिँ बनाउन चाहिँ कम्प्लायन्सेस हेर्नु पर्यो। त्यसपछि हाम्रो जति पनि पुरानो बिल्डिङ्सहरू छ त्यसलाई हामीले कसरी चाहिँ यसलाई रिमोडलिङ गरेर चाहिँ सेफ गर्ने। जस्तो आजको दिनमा भुइँचालो लाग्यो भने 4 लाख मान्छे चाहिँ मर्न सक्छ भन्ने हामीले आँकडा लगाएको छ भनेदेखि अबको हाम्रो 5 वर्षमा हामीले त्यसलाई कतिमा झार्ने? पपुलेसन त बढ्छ तर भूकम्पबाट हुने जोखिमबाट कतिले घटाउने भन्ने हामीले गर्न सकिन्छ। 10 वर्षमा हामीले कतिले घटाउने यो चिजहरूको लागि चाहिँ एउटा नीति र यो अवेरनेस कार्यक्रम चाहिँ ल्याउनुपर्छ। र के भने अर्थक्वेक डज नट किल द पिपल। यसमा नेपाल उद्योग वाणिज्य महासंघमा तपाईको प्रतिनिधित्व हुँदै गर्दा कस्तो किसिमको नीति ल्याउने तयारीमा हुनुहुन्छ तपाई? एक किसिमले तयारी त गरिसक्नु भयो होला। अब यसमा 1 नम्बरमा आएर चाहिँ फिजिकल डेभलपमेन्ट हैन। फिजिकल डेभलपमेन्ट भन्नासाथ नै अहिले हामीले जति पनि प्रोजेक्ट्सहरू डेभलप भयो त्यो प्रोजेक्ट्स डेभलप भएको एउटा तपाईले माथिबाट एरियल भ्यूबाट हेर्यो भनेदेखि एउटा प्लान सेटलमेन्ट देख्नुहुन्छ, एउटा अन प्लान सेटलमेन्ट देखिन्छ हैन। एउटा प्लान्ड अर्बनाइजेसन राम्रो सहरीकरण भइरहेको देखिन्छ भनेदेखि सर्टेन पार्ट चाहिँ अझ पनि अन प्लान सेटलमेन्ट देखिन्छ सहरीकरण। फर्स्ट चाहिँ हामीले फिजिकल डेभलपमेन्ट चाहिँ गर्नु पर्यो। त्यसैले गर्दाखेरि जस्तो अब फिजिकल डेभलपमेन्टमा आएको कुराहरू जोनिङको कुराहरू छ, त्यस्तै आएर सिटीको क्यारिङ क्यापेसिटीको कुराहरू छ, ल्यान्ड युज प्लानहरू कुराहरू छ। यो कुराहरू हामीले फिजिकल डेभलपमेन्टको लागि चाहिँ सबैभन्दा पहिला उठाउनु पर्यो। सेकेन्ड चाहिँ हामीले सिटीको क्यारिङ क्यापेसिटी बढी भएको कारणले गर्दाखेरि सिटीलाई हामीले कहाँनिर कसरी चाहिँ माइग्रेट गराउने, हामीले मास्टर डेभलपर प्रोजेक्टको हामीले कुरा उठाइराखेको छु। हामीले नयाँ सहर कसरी बसाउने, यसमा कसरी चाहिँ यसलाई चाहिँ एड्रेस गरेर लिएर जाने। सो यो चाहिँ फिजिकल डेभलपमेन्टको कुराहरू आयो। त्यस्तै आएर चाहिँ अर्को सेकेन्ड मेजर इम्पोर्टेन्ट भनेको इकोनोमिकल डेभलपमेन्ट हामीले कसरी गरिन्छ हैन। जस्तो अहिले इकोनोमिकल डेभलपमेन्टको कुरामा हेर्ने हो भने हाम्रो मुख्य यो पेसामा लागेको हामी सबैको के भने हाउसिङ फर अल नै सबैभन्दा फर्स्ट एप्रोच हो। हाउसिङ फर अल हैन, किन यो राज्यको व्यवस्था गर्नुपर्ने कुरा हो, यो एड्रेस गर्नुपर्ने कुरा हो। त्यसैले हामीले एउटा डिसेन्ट सेल्टर पनि भन्छौँ हैन। एउटा डिसेन्ट तपाईलाई सुरक्षित आवास पनि चाहियो हैन। हाउसिङ फर अल घर भने सबैले पाउनु पर्यो, एउटा बसोबास सबैले पाउनु पर्यो, एउटा सुरक्षित। अर्को भने इन्डिकेटर हामीले विदेश जाँदा विदेश किन राम्रो भन्छु भन्दाखेरि त्यहाँ प्लान सेटलमेन्ट छ, सहरीकरण बनिरहेको प्रोसेस राम्रो भएको कारणले गर्दाखेरि त्यो सहर राम्रो वा गजब रहेछ भनेर हामी फर्कन्छौँ। भनेपछि हामीले पनि त्यसलाई कसरी बनाउने त, यो हाम्रो लागि मुख्य चुनौतीको विषय हो। त्यसैले गर्दा फर्स्ट एउटा फिजिकल डेभलपमेन्ट, सेकेन्ड भनेको हाम्रो चाहिँ इकोनोमिकल डेभलपमेन्ट। अब रियल स्टेटकै साइकलमा हेर्दाखेरि कस्तो छ भन्दाखेरि जुन बेलामा 2046 साल सकिसकेपछि प्राइभेटाइजेसन आयो, समय थोरै छ। अब उदार अर्थनीतिको कुरा र यो मुद्दा यति बेला अलिक बढी चर्चामा छ उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूको बीचमा। के नारामा मात्रै सीमित रहला अथवा यो उदार अर्थनीतिको विषयमा उद्योग वाणिज्य महासंघले भने जस्तै सरकारले पनि कार्यान्वयनको लागि त्यो पहल गर्ला र सरकार र उद्योग वाणिज्य महासंघको बीचमा भएको त्यो विश्वासको सङ्कट यसले समाधान गरौँला? यो मैले अहिले यहाँलाई एउटा आग्रह गरिसकेँ। यो भनेको चिज के भन्दा समयको माग हो हैन। आज सरकार पक्षमा बस्ने सबैलाई पनि के को माग छ भन्ने कुरा प्रष्टसँग बुझिसकेको छ। सरकार पनि मद्दत गर्न चाहन्छ, व्यवसायीहरूको माग पनि छ भन्दाखेरि यो दुईटाको बीचबाट हामी कसरी एउटा पोजिटिभ विन विन जित्ने, सरकारले हामीलाई जिम्मेवारी विश्वाससँग दिन सक्नु पर्यो, हामी प्राइभेट सेक्टरले त्यो जिम्मेवारी निभाउन सक्नु पर्यो। यो बीचमा अहिलेको जुन किसिमको हाम्रो एउटा रिलेसन बिल्डअप गर्ने किसिमको कुरा छ र यो नयाँ नेतृत्व आइसकेपछि यसमा भएको सबै टिमले यसलाई चाहिँ हामीले चाहिँ एउटा निकासको रूपमा डेफिनेटली ल्याउन सक्छ। त्यसमा दुई मतै छैन। हामीले यो देशलाई प्रगति गर्न सक्ने क्यापेबल मान्छेहरू छ र हामी लिएर जान सक्छौँ भन्ने हाम्रो प्रतिबद्धता छ। अब तपाईहरू चुनावी माहौल वा चुनावी प्रतिस्पर्धामा रहिरहँदा उद्योगी व्यवसायीहरूले कस्तो नेतृत्व खोजिरहेका छन् अहिले? अब उद्योगी यो सबैले भनेको एउटा एफएनसिसिआई भनेको एउटा स्ट्रङ ठुलो एपेक्स बडी हो हैन। यसमा के भन्दाखेरि एउटा त सबैभन्दा ठुलो पावरलाई हामीले चाहिँ कसरी विकेन्द्रीकरण गर्ने, सेक्टोरियल रिप्रेजेन्टेसन्स भनेको नै के भन्दा सबै किसिमको, यसमा त वस्तुगत पनि छ, जिल्ला पनि छ, एसोसिएट पनि छ भन्दाखेरि यो एउटा त होल अफ द प्लेटफर्म नै भयो। अब यो प्लेटफर्ममा गएको यसमा कोही क्यान्डिडेट्स पनि कमजोर चाहिँ छैन हैन।
कोही हार्ने क्यान्डिडेट्स पनि कमजोर छैन, जितेर आउने पनि कमजोर छैन, सबै खारिएको पेशागत जानेको बुझेको मात्रै क्यान्डिडेट जो आए पनि नेतृत्व गर्ने होइन। त्यसमा सबैभन्दा एउटा ठुलो कुरा हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ भोलि गएर की प्लेयर्सहरू हुनु पर्यो। की प्लेयर्सहरू भने के भन्दा टिम बिल्डिङ गर्न। जस्तो हामी फुटबल खेल्दाखेरि 11 जनाले फुटबल खेल्ने र 10 जना राम्रै प्लेयर्स हुँदाखेरि पनि 10 जना हुँदाखेरि हार्छ नि गेमहरू। वर्ल्ड कपै रिसेन्टली हेर्दाखेरि के छ भन्दाखेरि 11 जनाको टिम चाहिँ ब्यालेन्स गरेर जाने कसरी भने जस्तै नै हामीले अहिले यो एफएनसिसिआईमा पनि हेर्नुपर्ने भने यो हो, किनभने एभ्री वान इज कम्पिटेन्ट, त्यसमा कम्पिटेन्सीको डाउटै होइन। तर के भन्दा टिम कसरी एउटा बलियोसँग लिएर जाने त्यो एउटा तपाईँले भने जस्तै टिम आउँदैछ नयाँ नेतृत्वमा। अहिलेको मेरो आफ्नो एक्सपेक्टेसन स्पेकुलेसन्स अनुसारले चाहिँ के छ भन्दाखेरि जुन भनौँ अब एसोसिएट्सको साथीहरू मैले भेटेँ, सबैजना हाइली कम्पिटेन्ट छ। सबैको एउटै मात्र उद्देश्य के भन्दाखेरि त्यो होल अफ द एफएनसिसिआई सक्सेस भयो भने मात्र हाम्रो क्रेडिबिलिटी काउन्ट गर्छ भनेपछि फर्स्ट हाम्रो उद्देश्य नै के भने एफएनसिसिआईलाई सक्सेस बनाउनु हो। एफएनसिसिआई सक्सेस भयो भने मात्र हाम्रो आइडेन्टिटी रहन्छ भन्ने यो स्पिरिट चाहिँ हामीमा आइसकेको छ। अब अन्तमा छौँ हामी। अन्तमा जाँदै उद्योग वाणिज्य महासङ्घको यो अधिवेशनमा यो साधारण सभामा सहभागी हुनको लागि देशभरबाट आउनुभएका प्रतिनिधिहरूलाई ओमराज भण्डारी कसरी आफूलाई मत माग्नुहुन्छ, के भन्नुहुन्छ? अब यसमा मैले 3वटा चिज मात्र मेरो मुख्य बुझाएको विषय मैले राखेको छु। संक्षिप्तमा भन्ने हो भने फर्स्ट अफ अल एफएनसिसिआई भनेको रियल स्टेटको मात्र होइन, यो समस्त निजी क्षेत्रको हो। त्यसैले गर्दाखेरि एफएनसिसिआईलाई स्ट्रङ बनाउनु पर्छ भन्ने मेरो एउटा 1 नम्बरको प्रतिबद्धता हो। र एफएनसिसिआई भनेको चिज नेपालमा मात्र नभइकन ग्लोबल्ली एक्सपोजर गर्नुपर्छ। त्यसले गर्दा मेरो ग्लोबल एक्सपोजर चाहिँ धेरै नै हाई छ। जस्तो म हाम्रो रियल स्टेटको एनएलएसडिएको 3rd भाइस प्रेसिडेन्ट हो भनेदेखि फिएफसीको पनि मैले मेम्बर लिएको छु, फेडरेसन अफ इन्टरनेसनल रियल स्टेट एसोसिएसन। त्यस्तै आएर म एफएनसिसिआई सँगैबाट चाहिँ म एससिसिआईमा छु, साउथ च्याम्बर कमर्स अफ इन्डस्ट्री, त्यसमा जिए मेम्बर छु। र यस्तै गरेर चाहिँ मैले क्यासीको मेम्बरसिप लिएको छु लाइफ टाइम। क्यासी भने कन्फेडरेसन्स अफ एसिया पेसिफिक च्याम्बर कमर्स अफ इन्डस्ट्री। हालसालै हामी टर्की इस्तानबुल पनि गएर आएँ। त्यसले गर्दा ग्लोबल एक्सपोजर चाहिँ लिइसकेको अवस्थामा छ। र अर्को कुरा चाहिँ म यो रियल स्टेट सेक्टरमा नै थाई रियल स्टेट स्कुल अफ बिजनेस भन्ने ब्याङ्ककको त्यसको चाहिँ म की नोट स्पिकर हुँ। र मैले यो साउथ इस्ट एसियामा जहाँ गएर भए पनि मैले आफ्नो स्पिकर चाहिँ मैले छोडेको छैन, मैले दिन पाउने छ। र मलाई चाहिँ अहिले के भन्दाखेरि हामीले जस्तो भोजपुरमा बनेको सामान चाहिँ मैले जर्मन लगेर बेच्न सकौँ न नेटवर्किङ गराएर। त्यसले गर्दा भोजपुरको क्वालिटी अफ लिभिङ बढ्छ। हरेक किसिमले ओमराज भण्डारी चाहिँ सक्षम व्यक्ति हो, भोट हाल्नुहोस् जिताउनुहोस्। अब यो म के भन्न चाहन्छु भन्दाखेरि म एज सच ओमराज भण्डारीसँग अहिलेको देशमा एउटा हामीसँग चाहिँ सोसल अन्टरप्रेनरसिप पनि हुनु पर्यो। हामी व्यवसायमा मात्र सक्सेस नभइकन हामी समाजप्रति पनि उत्तरदायित्व चाहिँ निभाउनु पर्छ। त्यसले गर्दाखेरि मेरो मुख्य जस्तो अहिले मैले एउटा हस्पिस भन्ने हाम्रो संस्था छ प्यालिएटिभ केयर गर्न, जुन चाहिँ क्यान्सर लागेको अन्तिम अवस्थाको बिरामीहरूलाई समय सकिएको छ। त्यसैले मैले संक्षिप्तमा भने कि मेरो बुझागत रूपमा हेर्ने हो भने 1 नम्बरमा एफएनसिसिआईलाई मैले स्ट्रङ गर्ने, सेकेन्ड चाहिँ मेरो सेक्टोरियल रिप्रेजेन्टेसन हो, यो चाहिँ भनेको नेपाल घर जग्गा आवास सङ्घबाट। त्यसैले मैले रियल स्टेट सेक्टरमा जति पनि देखेको कुराहरूलाई म त्यो सेक्टरमा गएर मैले त्यो आवाज उठाउँछु। हाम्रो व्यावसायिक जति पनि समस्याहरूलाई मैले त्यसलाई चाहिँ मागको रूपमा राखेर कन्सर्न अथोरिटीसँग राखेर हाम्रो पेसागत रूपले डेभलप गर्छु भन्ने मेरो दृढ सङ्कल्प छ। थर्डमा मैले आएर म एज ए सोसल अन्टरप्रेनर्सको रूपले पनि काम गरिरहेको कारणले गर्दाखेरि मैले त्यो एउटा टिममा नेटवर्किङ गरेर चाहिँ जो नेतृत्व हुन्छ उसलाई एउटा सक्षम नेतृत्व गराउन सक्नको लागि मसँग भएको क्वालिटी चाहिँ मैले दिन्छु भन्ने मेरो कमिटमेन्ट छ। हाम्रो शुभकामना अनि बधाई। तपाईँका यी क्षमताहरू कार्यान्वयन हुने अवसर पाउनुपर्छ। त्यसैले तपाईँ महासङ्घको नेतृत्वमा आउने अवसर मिलोस्। आइदिनु भयो। आफ्ना योजनाहरू, आफ्ना नीतिहरू, कार्यक्रमहरू हाम्रा माध्यमबाट दर्शकहरूका माझमा राख्नुभयो। यहाँलाई धेरै धन्यवाद। मेरो तर्फबाट पनि आज यो चाहिँ मेरो लागि एउटा ठुलो अपर्च्युनिटी हो, ठुलो प्लेटफर्म हो। त्यसैले गर्दाखेरि यहाँ लगायत हिमालयन टेलिभिजनको सम्पूर्ण मेरो साथीहरू मित्रहरूलाई मलाई यो फोरम दिएकोमा म विशेष आभार व्यक्त गर्न चाहन्छु। र यही टेलिभिजनको मार्फतबाट चाहिँ मेरा सम्पूर्ण भोटर्सहरूमा म एकचोटि फेरि आग्रह गर्न चाहन्छु कि मलाई भोट अत्यधिक दिएर विजय बनाइदिनुहोस् भनेर चाहिँ म घोषणा गर्न चाहन्छु। र यहाँहरूले दिनुभएको विश्वास मैले आफ्नो प्रतिबद्धताको रूपले लिएर भोलि यहाँहरू समक्ष चाहिँ म काम गरेर देखाउँछु भन्ने मेरो एउटा जिकिर र प्रतिबद्धता पनि यहाँहरूलाई चाहिँ बताउन चाहन्छु। धन्यवाद। थ्याङ्क यू भेरी मच।